जेएनजी आन्दोलनमा भएको दमनको तत्कालीन सरकारको नेतृत्वकर्ता भएको हैसियतमा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै आफ्नै पार्टीबाट प्रश्न उठाउने एमालेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको निशानामा परेका छन्। प्रश्न उठाएकै कारण अध्यक्ष ओलीले पार्टी सचिव योगेश भट्टराईसँग बदला लिएका छन्। जेएनजी आन्दोलनपछि पार्टी नेतृत्वको जिम्मेवारी लिनुपर्नेदेखि पार्टी नेतृत्व नै छाड्नुपर्ने अभिव्यक्ति दिँदै महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने अभियानमा लागेका भट्टराईलाई ओलीले आसन्न 11औं महाधिवेशनको तयारीका लागि गठित समितिहरूबाट बेदखल गरिदिएका छन्। अन्य पदाधिकारीहरूलाई ओलीले नेतृत्वदायी जिम्मेवारी दिए पनि सचिव योगेश भट्टराईलाई सदस्यमा मात्रै सीमित गरिएको छ। अन्य पदाधिकारी र सचिवलाई महाधिवेशन तयारीका विभिन्न समितिको संयोजक बनाइए पनि ती सूचीमा भट्टराईको नाम अटाएको छैन। पार्टी नेतृत्वमा मात्रै होइन, ओलीमाथि प्रश्न उठाउने र सामाजिक